मान्छे लिएर आएको थिएँ होइन 300 रुपियाँ हो मेरो चाहिँ 300 रुपियाँ बोर्नी हो आज चाहिँ हजुरको बिहान 6:30 भइसक्यो अनि आज चाहिँ लास्टै जाँझो छ खै किन हो जाँझो आज धेरै भइरहेको छ म चाहिँ अब यसो अटो लगाएर अब म चाहिँ अहिले चिया खान जान्छु गाइज होइन के गर्ने चिसो पनि लास्टै छ होइन अहिले सर्दी पनि लागेको छ मलाई सो आज चाहिँ लास्टै जाँझो छ मेरो भिडियो अन्तिमसम्म हेरिदिनु होला जसरी नै अरू भिडियोहरू पनि हाल्छु बनाउँछु राम्रो या नराम्रो लाइक कमेन्ट सेयर गरिदिनु होला सो गाइज म चाहिँ आज जोशीपुरको यात्रामा गइरहेको छु होइन अनि उहाँ आन्टी पनि जानुभएको छ आन्टीलाई लिएर म जाँदैछु अहिले चाहिँ हाम्रो यो गाइज म चाहिँ जोशीपुरको नेता भित्र यो यहाँ कम खतरनाक छ गाइज हेर्नु त यो पुरै जङ्गलै हो गाइज होइन म चाहिँ यहाँ जोशीपुरबाट भित्र यो ताल हेर्नु यहाँ पुरै जङ्गलै छ सो अहिले चाहिँ म अटो राखेर यता अनि म चाहिँ अब उहाँ बजेलाई पुगाउन जान लाग्छु ओटसोट लगाएर पहिला अटोमा ओट लगाएर सो म चाहिँ यहाँ लास्टै टाढा रहेछ यो गाउँ हो जोशीपुरको भित्र गाउँ छ गाइस उहाँ दुईजनाले लिएर चल आउन बजेलाई यसो हात समाएर लिँदैछु बाटो चाहिँ लास्टै खतरनाक रहेछ यो कुन ठाउँ हो यो आन्टी बन्जोरिया ओहो यो गाइज यो बन्जोरिया सिभिल भन्ने ठाउँ छ होइन यहाँ चाहिँ अहिलेसम्म हेर्नु त यहाँ पानी पुरा यस्तो भरिएको छ यहाँ चाहिँ यस्तो यो हेर्नु हामी चाहिँ यहाँ डाँडा माथि चढ्दैछौँ यहाँ चाहिँ हामी डाँडा माथि चढ्दैछौँ अटो पनि आउला त यहाँसम्म आउने अब हेरेँ हेर्नु पछि ल्याउनु भएको पहिला बाटो हेरेँ लु उतिनु के आउँ त ओहो उतिनु के आउँ त ऊ त्यहाँ ऊ त्यो पारे हेर न बसेको होला ऊ हेर न ऊ क्या त्यहाँ बसेको होला हेर दामी रहेछ गाइज मलाई त लास्टै रमाइलो लाग्यो पुर्खाको बस्ने ठाउँ हो यो भने बैया सही आएपछि यहाँ माथि खतरा रहेछ त खतरा रहेछ त बाइक त यहाँसम्म आउने रहेछ बाइक यहाँसम्म आउने यो माछा पोखरी हो कि यो खतरा हो ओहो कहाँबाट आउँदो रहेछ त यो तल खै त्यही त छ त डेन्जर यहाँ बुढापाकाहरू कसरी जाँदा हुन्न त पछि डेन्जरै छ अम्बो पहाड क्यानीको त होइन पहाडै हो यो भने पहाडै हो यो अब यो त यो पानी हेर म त यो अचम्म मान्दिनँ न यो माछा मार्न त सजिलो हुँदो होला माछा त यस्तो खतरनाक छ अब यहाँ हाम्रो गाउँ त पानी नआयो पुरै पानी छ जङ्गल पानी ढोटीको जङ्गल कस्तो दामी होइन गाइस कस्तो आनन्द लाग्यो कि वाउ हेर्नु गाइस हेर्नु है अब आगोमा बस्छ पानीमा बस्छन् नि हेर्नुहोस् पानी आछ यो हामी चाहिँ फाइनली अब घर पुग्यौँ घर पुगेर